नमस्ते साथीहरू। आज चाहिँ मैले घरमा यहाँ फापरको ढिँडो अनि मटन, त्यस पछाडि परवलको तरकारी, यो चाहिँ फर्सीको साग, मुन्टा पनि भन्छ यसलाई, अनि टमाटरको पिसेको अचार, सलाद भइहाल्यो। यो कागती छ। अब अकबरी त मेरो बेस्ट भइहाल्यो। ल छोरी अलिकति घिउ ल्याउ त, यहाँ चट्ट घिउ हालेर होइन। आज चाहिँ म फ्यामिलीसँग, मेरो दिदी अनि मेरो चाहिँ बुढीसँग बसेर चट्ट फापरको ढिँडो खाँदैछौँ। ल यहाँ घिउ हाल त, ल चट्ट लाएर झै। ल तिम्रो घिउ हाल्ने? हामी चाहिँ खाँदैनौँ है घिउ। ल सुरु गरौँ है त। चट्ट लाएर पहिलो बाइड चाहिँ ल हामीले सुरु गरौँ है। ल हामीले नि खायौँ है त। म त त्यो सानो गाँसै मन पर्दैन कि, यत्रो हाल्ने गाँसी। यसो गर्ने खसीको मासु, फापरको ढिँडो शर्मिला अनि बबिता के छ? अस्ति त उसको बुढीलाई मात्र सोध्यो भन्थे, आज तँलाई पनि सोधेको छ। के कस्तो मासु? एकदम मिठो छ। उसको बुढीलाई मात्र सोध्छ भन्छ। ल है घिउसँग चोपेर धन्न खोर्सानी यसो अगाडि खोर्सानी हेर्दा खसीको मासु, त्यहाँबाट मुन्टा, अचार। ढिँडो त थपिन्छ जस्तो छैन। तिमी थप्छौ? पुग्छ? बबिता तँ ढिँडो थप्छस्? अब खाँदैछु हेरौँ। दामी भन्छ यार मटन त। पिस चोक्टा खानु पर्छ, चोक्टा। अब खोर्सानी त भातसँग मजा लाग्छ। हो तपाईँहरूलाई पनि अब खाना आउनु भन्नु त यो खाने बेलासम्म त सकिहाल्छ। तपाईँहरू आउनुभयो भने अब पछि चाहिँ तपाईँहरू कुनै दिन सँगै खाने भने भन्नु होला, कमेन्ट गर्नु न, अनि घरमा बनाएर खाउँला। कस्तो छ बबिता? मिठो छ, मिठो। दामी छ। वाह, वाउ। मलाई त यत्रो यत्रो गाँस हाल्नुपर्छ कि ढिँडो। झ्याप्प यस्तो गर्ने, यसो गर्ने। अचार त्यतिकै मिठो, फर्सीको मुन्टा त्यति मिठो, कस्तो छ? त्यो हो उता उता मासु झन् मिठो। शर्मिला ल भन्दै तिमी कस्तो छ? मिठो। ल साथीहरू है त, इन्जोय।